हेलो गाइस, नमस्ते। आज हामी नानीलाई 6 हप्ताको खोप लगाउन जाँदैछौँ। नानीको बाबाले नानीलाई बोकेर घरबाट तल लाग्दै हुनुहुन्छ। अब हामी बाइकमा बसेर स्वास्थ्य चौकीको लागि निस्कँदछौँ। आज खास हामी नानीलाई खोप लगाउने भनेर निस्केका थियौँ, तर स्वास्थ्य चौकी पुगेर थाहा भयो कि खोप चाहिँ हिजोसम्म मात्र रहेछ। अब स्वास्थ्य चौकीहरूमा चाहिँ दिन हेरेर खोप लगाइदो रहेछ। हामी जाने स्वास्थ्य चौकीमा चाहिँ महिनाको 10 र 11 गते खोप लाउँदो रहेछन्। तर अब हामीलाई थाहा नहुने भएकोले हामी चाहिँ 45 दिन पुगेर नानीलाई खोप लगाउने भनेर गएको थियौँ, तर खोप चाहिँ रहेन रहेछ। त्यही भएर हामी फर्क्यौँ र फर्किने बेला चाहिँ त्यसको भिडियो चाहिँ मैले बनाएन। अनि फर्केर हामी स्कुल आयौँ। स्कुल आएर एकछिन पछि मैले खाजा खाएँ। अनि त्यसपछि फेरि नानीलाई बिसन्चो भएर हामी फेरि स्वास्थ्य चौकीमा गयौँ। नानीलाई चाहिँ हल्का पेटहरू दुख्ने भएको थियो र त्यही भएर त्यहाँ गएर सोधेर अनि त्यसपछि सबै कुरा बुझेर फर्किने बेलामा चाहिँ पानी परेको हुनाले हामी एकछिन त्यहीँ बस्यौँ। बस्ने क्रममा नानीको बाबा र नानी चाहिँ एकअर्कासँग कुराकानी गरिरहेका थिए। मैले रेकर्ड गरेँ र त्यसपछि पानी पर्ने हुनाले हामीले अटोलाई बोलायौँ र हामी फर्क्यौँ। अनि फर्केर एकछिन स्कुलमा बस्यौँ। अनि नानीले चाहिँ मेरो नन्दले चाहिँ नानीलाई हेर्दै हुनुहुन्थ्यो। अनि स्कुल चाहिँ बिदा भयो, तर पनि पानी परिरहेको भएर हामी चाहिँ स्कुलमै बसिरहेको थियौँ। अनि एकछिन पछि अटोलाई बोलाएर अनि त्यसपछि हामीहरू घरको लागि निस्क्यौँ। अब आजको दिन त खासै केही त्यस्तो भएन। खास मैले यो ब्लग चाहिँ नानीको खोपको लागि भनेर बनाएको थिएँ, तर अब यस्तै भयो, खोप चाहिँ लागेन। अब हामी अर्को हप्ताको सोमबार चाहिँ नानीलाई खोप लगाउन जान्छौँ। त्यो बेला पनि सक्यो भने चाहिँ म भ्लग बनाउने छु, छोटो भ्लग। ल, हामी घर पुग्यौँ। लास्ट थ्याङ्क यू फर वाचिङ। बाई बाई।